यो दृश्य हो मालिका गाउँको एकमात्र विद्यालयको मैदानको। यी हुन् निरज र एकेन्द्र, जेहेन्दार र होसियार विद्यार्थी। यिनका विपरीत यी हुन् वीरे र आकाश, बालहद यिनले छोड्दैनन्। पढ्न मन नगर्नु यिनको पहिचान हो। ओहो साथी, वातावरण त कति फोहोर भएछ है। एक दिन शनिबार सरसफाइ कार्यक्रम गर्नु पर्ला है। ओहो साथी, के गर्दै यो? सन्चै छौ? सन्चै छौ साथी? तिमी कहाँ थियो आज? तिमी त देखिन त मैले। ए साथी, म त आज क्लासको लास्ट बेन्चमा बसेको थिएँ, हल्ला गरिरहेको थिएँ। सरले के पढाउनु भयो केही पनि बुझेन, के पढाउनु भयो भनिदेऊ न। ए म त अगाडि बेन्चमा बसेको थिएँ साथी। आज सरले वातावरण सरसफाइको बारेमा पढ्नु भएको थियो। म त आनन्दले सुनिरहेको थिएँ यार। ओहो, के गरेको साथी? यस्तो जथाभावी फोहोर फाल्न पाइन्छ र यसरी? यति फोहोर फाल्दैमा के हुन्छ र? ए, हामी जस्तो पढे लेखेको मान्छेले यस्तो भन्न पाइन्छ र? ए साथी, तिमी पनि धेरै ज्ञान गुणका कुरा नसिकाउ न। यस्तो गर उस्तो गर भनेर। जहाँ अब फोहोर त हो नि, जहाँ फाल्दै पनि भइहाल्यो नि। ओहो साथी, सबैजनाले यस्तै सोच राखेको त हो नि। हेर त आज वातावरण कति फोहोर छ। यसले गर्दाखेरि भविष्यमा विभिन्न रोगहरू निम्त्याउँछ, तिमीलाई थाहा छैन? ए साथी, तिमी पनि धेरै ल्याङ नगर न। जहाँ अब यति फोहोर फाल्नको लागि अनि बाटोमा म डस्टबिन खोज्दै कहाँ हिँड्नु त? डस्टबिन नभेटेपछि तिम्रो खल्टी छ, खल्टी नभएपछि तिम्रो झोला छ, झोलाको खल्टीमा राम्रोसँग राख्दाखेरि वातावरण पनि सुरक्षित रहन्छ अनि हामी पनि स्वस्थ रहन्छौँ नि, होइन र? ल है साथीहरू, मलाई लास्ट भोक लाग्यो, म घरतिर लागेँ। यसै गरी आसन ग्रहणका लागि हेल्प पोस्ट इन्चार्ज नरेश बोहराज्यूलाई हार्दिक अनुरोध गर्दछु। अब चाहिँ हामी फेरि पनि नाटक कन्टिन्यू गर्छौँ। कालो अक्षर भैँसी बराबर, स्वास्थ्यको चेतना त परेको कुरा। यी महाशय भन्ने हुन् ज्ञान बहादुर, गाउँलेका लागि ज्ञान बा, गाउँको स्वास्थ्य चौकीको दक्ष स्वास्थ्य कर्मी। चोरले पकेटमारी गर्दा बरु हाँस्लान्, तर कसैले मुख निर खोक्यो या हाच्यु गर्यो भने यिनको पारो तात्छ र ज्ञानको गङ्गा बगाउन थाल्छन्। नमस्कार भाउजू। नमस्कार देवर बाबु, टाढेबाट आउनुभयो? होइन, त्यही पर गाउँ डुलेर आएको। तपाईँ कहाँदेखि आउनुभयो नि? सामुदायिक धाराबाट पानी भरिरहेको। ए, पानी त भर्नुभएछ, उमालेर पिउनु चाहिँ नबिर्सिनु है। त्यहाँ पल्लो गाउँमा हैजा लागेर बिजोग भएको थियो। पानी चाहिँ उमालेर पिउने गर्नु चाहिँ भाउजू। पानी उमालेर पिउन त त्यस्तै हो, तर बेलुका घरमा मेरो घरमा चियामा आउनु भइहाल्छ नि। पानी चाहिँ उमालेर पिउने गर्नु चाहिँ भाउजू। नामअनुसारको काम। नामअनुसारको काम। नाम ज्ञान बहादुर भयो भन्दैमा गाउँ गाउँमा ठुल्ठुलो कुरा गर्दै हिँड्नुपर्छ र? कसले पानी तताएर पिउँछ? मान्छेलाई काम गर्नबाट फुर्सद त छैन। ए, छोरा पनि आएछ स्कुलबाट। छोरा स्कुलबाट आइस? आए आमा आए, म यहाँ टोइलेटमा छु, एकछिनमा आउँछु। र हात धोएर खाना खान बस, आइज। ए आमा, लास्टै भोक लागेको छ, कसले हात धोएर बस्छ र? त्यत्तिकै खाइदिन्छु म त। ला, खाना र पानी दिएको छु, खाना खाएर पढेर बस है। म दाउरा लिएर गएँ। हस् आमा हस्, चाँडै आउनुहोस् है। ए अब खाना पनि खाइयो, पेट पनि भरिहाल्यो। कहाँ पढेर बस्ने कुरा हुन्छ? आमाले पढेर बस भन्नुभएको छ, साँझतिर आएर पढ्नु पर्ला। अहिले साथीहरूसँग खेल्न जान्छु। कान्छी भाउजूका हात आफ्नै छोरालाई फोहोर पानी दिँदा पनि कामेनन्। यत्तिकैमा टुप्लुक्क आइपुग्छन् कान्छी भाउजूको आँगनमा ज्ञान बहादुर। ए, छोरालाई पढ भनेर बसेको, फेरि खेल्न गाउँ। भाउजू, ए भाउजू। ए, देवर बाबु आउनुभयो? बस्नुहोस् बस्नुहोस्, म भर्खर चिया बसाल्न लागेको थिएँ। ए, यस्तो धुवामा कसरी बस्नुहुन्छ हो भाउजू? हजुरलाई थाहा नि, एउटा कोठामा कम्तीमा पनि दुईवटा झाल्नुपर्छ भनेर। खाना पकाउँदा धुरै धुवा त आइहाल्छ नि बाबु। ए
हजुर झ्यालको कुरा मात्र होइन भाउजू, हजुरको त भान्सा पनि सुत्ने कुरा सँगै रहेछ। यसले गर्दाखेरि भविष्यमा विभिन्न रोगलाई निम्तो दिन्छ नि। यसो मणि दाइसँग नि कुरा गर्नु नि। गर्न त हुन्थ्यो बाबु, अब आकाशका बात रक्सी खाएर गाउँमा डुल्न बाहेक केही जान्दैनन्। अब तपाईँलाई त आधी अवस्था नै थाहा छ। ए भान्साको कुरा मात्र होइन भाउजू, टोयलेट पनि सफा गर्नु पर्यो अनि सरसफाइमा ध्यान दिनु पर्यो भाउजू। यसो गर्दाखेरि भविष्यमा विभिन्न रोगहरूबाट बच्न सकिन्छ नि। ठिकै छ, म एकचोटि मणि दाइसँग पनि कुरा गर्छु। अहिले म जान्छु है भाउजू। बाबु हुन्छ। यी हुन् आफ्नी श्रीमती अर्थात् कान्छी भाउजूको किचकिच र प्रलापले आजित मणि। यिनका बारेमा त के भन्नु र, दिनभरि ऋषिमुनि र रातभरि शिशिमुनि भन्नु पनि त्यो पनि गलत हो। किनकि रक्सी, तास र जुवाको मामलामा यिनी र यिनका साथी न त दिन देख्न सक्छन् न त रात। साउने एक बोतल रक्सी लिएर आउनुहोस् न। लौ रौसी जडियाहरू जतिखेर नि जाट खाहान बसेहान कामसाम छैन, घरमा बुढीलाई सघाउने नि होइन, हल्ले छन् हिँडेहन् जडियाहरू। हे साउने तपाईँ पनि धेरै किच नगर्नुहोस् न। तपाईँको काम रक्सी दिने हो, रक्सी दिनुहोस् न, भइहाल्यो नि। के को रौसी दिनु, पैसा दिन्छु दिन्छु भनेको 1 महिना भइसक्यो। खातामा चढाउनु रक्सी पनि ल्याएर खातामा चढाउन मिलेको भए मैले राखिहाल्थेँ नि। त्यसरी लफङ्गाहरू घरमा आफ्नो बालबच्चालाई हेर्नु छैन, पढाउनु छैन। हे साउने तपाईँ मेरो घरको कुरा नगर्नुहोस् न, त्यो मेरो घरको कुरा हो नि। तपाईँको काम रक्सी दिने, पैसा दिनुहोस्, पैसा रक्सी दिनुहोस्, हामी पैसा दिइहाल्छौँ नि। खातामा लेख्नुहोस् अहिलेलाई, पछि दिइहाल्छु नि 1 महिना पुगेपछि। अब 1 महिनाभित्र दिएन भने त म तिमीहरूको बुढीलाई लगाइदिन्छु है। लफङ्गाहरू जडियाहरू काम छैन। हेर सेरे, म त मेरो बुढीको किचकिचले हैरान भइसके। त्यो ज्ञान बहादुर आएर के ज्ञान दिएछन्, के भाउतो लगाएछन्। घरि यो भएन, घरि त्यो भएन, भान्साकोठा भएन, भान्साकोठामा धुवाँ भयो रे, टोयलेट भएन रे, टोयलेट फोहोर भएर म त वाक्क दिक्क प्याक्क भइसके सेरे। हेर मणि बहादुर, मेरो घरमा त टोयलेट नै छैन, तिम्रो घरमा टोयलेट नै छ। म त बाहिर खेतमा गएर शौचालय गर्छु। मदिराले बुद्धि भ्रष्ट नगराएका पत्रिका पढिरहेका छेउका अर्का ज्ञानी महाशय हुन् ज्ञान बहादुरका साथी मन बहादुर। कोही मुखमा चुरोटको धुवा उडाओस्, उनका हात उसका गालाले मादल बजाउन भने पछि हट्दैनन्। मदिराले बुद्धिमा आगो लागेको गाउँलेको नराम्रो व्यवहार देखेर मन बहादुरको पनि अब कन्सिरी तात्छ। कस्तो छेउन टुप्पाको कुरा गरेको तैँले। आजकलको जमाना आएर पनि खुल्लामा शौच गर्छस्। उता पल्लो गाउँमा पुरा हैजा लागेर गाउँ नै सिकिस्त भइसक्यो रे, सुनिनस् तैँले? हे मणि बहादुरसँग त प्रशस्त पैसा छ। पैसा भएको मान्छेले त जे पनि गरिहाल्छ नि। उसँग पैसा छ, उसले टोयलेट बनायो छ नि त्यसको त। उसँग टोयलेट बनाउने पैसा नभएर बाहिर गएको नि। स्वास्थ्य भनेको सबभन्दा ठुलो धन हो। यसरी रात दिन रक्सी खाएर तास खेल्नुभन्दा त्यो पैसाले तिमीले शौचालय बनाउन सक्दैनौ घरमा। अनि मदन त घरमा सरसफाइ गर्न आफ्नो श्रीमतीलाई सघाउनुको सट्टा यहाँ बसेर तास खेलिरहेछस्। याद धेरै नकराउन मन बहादुर, लौ तिमी पनि रक्सी खाऊ। ए तिमीहरू यसरी नै तास खेलेर रक्सी खाएर बस। गाउँमा हैजा लागेर पुरा गाउँ नै सिकिस्त हुन्छ, त्यसपछि थाहा पाउँछौ तिमीहरूले। यो मन बहादुर त यस्तै हो केटाहरू, हामी आफ्नो काममा लागौँ। मन बहादुर र ज्ञान बहादुरको कुराले गाउँलेको घैँटोमा घाम लाग्दैन। मन बहादुरको भविष्यवाणी सत्य हुन्छ। गाउँमा हैजा र डेङ्गु फैलिन्छ। म हुँ हैजा बहादुर, मलाई कसले रोक्न सक्छ? त त्यही विरोधी होइनस् जुन गएर पानी चर्पी गएर हात धोइ भात खाने, अनि त त्यही विरोधी होइन जुन पानी नउमाली पिउने। तँलाई म हैजा लगाइदिन्छु हैजा। तिमीहरू त्यही विरोधी होइन जुन दिनभरि तास खेल्यो, रक्सी खायो, बुढीलाई चर्पी सहयोग गर्न, सफा गर्न सहयोग नगर्ने। तिमीहरूलाई म हैजा लगाइदिन्छु हैजा। त त्यही विरोधी होइनस् जुन खेतबारीमा खुल्ला शौच गरेर
सुलाम शौच गरेर हिँड्ने तँलाई म हैजा लगाइदिन्छु हैजा हा 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 म मच्छर हो म मच्छर म डेङ्गु फैलाइदिन्छु हेर त कति फोहोर ठाउँ यहाँ पनि पानी जमेको छ यता पनि पानी जमेको छ यो त मेरो लागि स्वर्ग हो म त अब यहीँ भएर बस्छु ओहो मच्छर बहादुर हैजा बहादुर तिमी यहाँ के गर्दैछौ हेर न यहाँ त कति फोहोर ठाउँ यता पनि पानी जमेको छ यता पनि पानीको जमेको छ त्यही माथि यहाँका मान्छेहरूले झुलको पनि प्रयोग गर्दैन म त अब यहीँ भएर बस्छु हा 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 हा। अब हामीहरू दुई मिलेर यो गाउँलाई सफा पारिदिनु पर्छ हा 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 हा। केही समयपछि मणि बहादुर र देउकीका छोरा आकाशलाई हैजा र डेङ्गु दुवैको लक्षण देखिन्छ साथै उसको परिवारको सदस्यहरू र छिमेकीलाई पनि लक्षण देखिन्छन् अचानक एक दिन बाटोमा हिँड्दै गर्दा स्वयंसेविकाले मणि बहादुरलाई भेट्छ र हैजा र डेङ्गुको रोकथामको लागि सुझाव र सल्लाह दिन्छ स्वयंसेविकाले दिएको सुझाव र सल्लाह मणि बहादुरको परिवार र छिमेकीले अपनाएपछि हैजा र डेङ्गु बिस्तारै कम हुँदै जान्छ त्यसै क्रममा एउटा संस्थाबाट डेङ्गु र हैजा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य कर्मीहरू आएका हुन्छन् स्वास्थ्य कर्मीहरूले कार्यक्रम सञ्चालन गर्ने क्रममा आकाशले हैजा र डेङ्गुको बारेमा प्रश्न गर्न सुरु गर्छ हैजा भनेको के होला नि यो हैजा कसरी लाग्छ होला नि हैजा चाहिँ नि हामीले दूषित पानी प्रयोग गर्दाखेरि अनि त्यसपछि किरा झिगा भड्केको खानेकुराहरू खाँदाखेरि आफ्नो सरसफाइमा ध्यान नदियो भने लाग्न सक्छ लक्षणहरू के होला नि हैजा लागेको बेला चाहिँ नि तारन्तर पातलो दिशा आउने पेट दुख्ने वाकवाकी लाग्ने टाउको दुख्ने आँखा गड्ने मांसपेशीहरू दुख्ने जस्ता लक्षणहरू देखिन्छन् ए डाक्टर साहब अनि हैजाबाट बच्न हामीले के अपना उपायहरू अपनाउनु पर्ला नि हैजाबाट बस्नको लागि चाहिँ नि हामीले चाहिँ नि पानी चाहिँ नि शुद्धिकरण गरेर पिउनुपर्छ जस्तै उमालेर फिल्टर गरेर अनि पोषणयुक्त खानेकुराहरू खानुपर्छ फलफुलका रसहरू अनि आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ए डाक्टर साहब अनि झाडा पखाला लागेको बेलामा खान मिल्छ नि कस्तो राम्रो प्रश्न गर्यो झाडा पखाला लागेको बेलामा हामीले चाहिँ नि झोलिलो पदार्थहरू खान मिल्छ झाडा पखाला लागेको बेलामा चाहिँ नि हाम्रो शरीरबाट पर्याप्त मात्रा धेरै मात्रामा चाहिँ नि झोलिलो पदार्थ निस्केको हुन्छ र हामीले यसलाई चाहिँ नि सन्तुलन पार्नको लागि चाहिँ नि बाहिरबाट चाहिँ नि जीवन जल अनि झोलिलो पदार्थ फलफुलका रसहरू पिउनुपर्छ खानुपर्छ ए हस् डाक्टर साहब अबदेखि अनि डाक्टर साहब डेङ्गु चाहिँ कसरी लाग्छ होला नि डेङ्गु भनेको के हो नि डेङ्गु चाहिँ एडिस इजिप्टाई भन्ने लामखुट्टेको टोकाइबाट लाग्ने एउटा रोग हो सामान्य भाषामा भन्नुपर्दाखेरि चाहिँ डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो अब डेङ्गु लाग्नुको कारणहरू चाहिँ धेरै हुनसक्छ जस्तै कि जठाभावी दिसापिसा गर्दाखेरि वरपरको वातावरण फोहोर हुँदाखेरि गमला टायरहरूमा पानी जम्मा हुँदाखेरि घर वरिपरि चाहिँ खाल्डाखुल्टीमा चाहिँ पानी जम्मा हुँदाखेरि चाहिँ देखा पर्न सक्छ डेङ्गुमा देखिने लक्षणहरू चाहिँ जस्तै 102 देखि 104 डिग्री फरेनहाइटसम्मको चाहिँ अत्याधिक ज्वरो आउन सक्छ शरीरमा राता राता बिब्राहरू देखा पर्न सक्छ अनि टाउको दुख्ने आँखा पछाडिको भाग दुख्ने शरीर आलस्य
हुने अनि शरीर एकदम थकान महसुस हुने, हाड जोड्नेहरू चाहिँ दुख्न सकिन्छ नि। ए डाक्टर साहब, अनि यो डेङ्गुबाट बच्नलाई हामीले के उपायहरू अपनाउनु पर्ला नि भनिदिनुहोस् न त्यो पनि। सामान्यतया डेङ्गु चाहिँ गर्मी महिनामा देखिन्छ। यसलाई चाहिँ लाग्नै नदिनु नै चाहिँ यसको एउटा राम्रो उपाय हो। अब डेङ्गु लाग्न नदिनको लागि चाहिँ वरपरको वातावरण फोहोर छ भने चाहिँ सफा गर्नु पर्यो। अनि त्यसपछि वरपर चाहिँ जथाभावी दिसा पिसाब गर्नु भएन। झ्याल ढोकामा चाहिँ जालीहरू लगाउनु पर्यो। राति सुत्दाखेरि झुलको प्रयोग गर्नु पर्यो। अनि खाल्टाहरू छ भने चाहिँ त्यसलाई पुरिदिनु पर्यो। अनि सरसफाइका अभियानहरू पनि समुदायमा चलाउन सकिन्छ नि। ए हस् डाक्टर साहब, धन्यवाद डाक्टर साहब, जानकारी दिनुभयो। हामी अबदेखि यस्तै गर्छौँ नि। अनि हजुरहरूको पानीको मुहान चाहिँ कहाँ छ नि? यही पल्लो गाउँको खोलाको मुहानबाट आउँछ डाक्टर साहब। ए अनि त्यो पानीलाई शुद्धिकरण गर्नुहुन्छ कि हुँदैन नि हजुरहरूले? त्यस्तो त गर्ने गरेको छैन। हो, त्यस्तो शुद्धिकरण गरेन भने चाहिँ सङ्क्रमणयुक्त रोगहरू सर्ने क्षमता बढ्ने गर्दछ। त्यही भएर हामीले त्यस्तो पानी पिउनुभन्दा अगाडि शुद्धिकरण गरेर मात्र पिउँ है। अनि पानीलाई शुद्धिकरण कसरी गरिन्छ नि डाक्टर साहब? शुद्धिकरण गर्ने धेरै तरिकाहरू छन्। हामीले थाहा भएको तरिकाहरू पनि हामीले अप्नाएका हुँदैनौँ। सबैभन्दा सजिलो भनेको घरेलु उपाय हो। त्यसमा चाहिँ पानी उमालेर पिउने तरिकाहरू हो। अनि हामीले पानीलाई फिल्टर गरेर पनि पिउन सक्छौँ। म हजुरहरूलाई पानी उमाल्ने सही तरिका भनिदिन्छु है। सबभन्दा पहिला सफा भाँडा लिउँ। अनि त्यसपछि पानी हाल्नुहोस्। भाँडामा आवश्यक मात्रामा पानी हाल्नुहोस्। अनि चुलोमा राख्नुहोस्। चुलो चालु गर्नुहोस्। 4 देखि 5 मिनटसम्म पानीमा सानो बुलबुल आउँदासम्म पानीलाई उमाल्नुहोस्। अनि त्यसपछि चुलो बन्द गरेर चिसिन दिनुहोस् र त्यसपछि पिउन वा प्रयोग गर्न चाहिँ सकिन्छ है। अनि यसका फाइदाहरू के हो नि डाक्टर साहब? पानीलाई उमाल्दाखेरि चाहिँ पानीमा भएको कीटाणुहरू चाहिँ नष्ट हुने गर्दछ र यसले हाम्रो पेटमा हुने समस्याहरूलाई नि समाधान गर्दछ। र यो सबैभन्दा सजिलो र फाइदाजनक तरिका हो यो। ए हस् डाक्टर साहब, अबदेखि हामीले पानी तताएर पिउँछौँ। अनि हजुरहरूले स्वच्छ आवासका मापदण्डहरूको बारेमा सुन्नुभएको छ? सुनेको छैन डाक्टर साहब। विश्व स्वास्थ्य सङ्गठनको अनुसार स्वच्छ आवासका मापदण्डहरू यस प्रकार रहेका छन्। नम्बर 1 मा छ राम्रो हावापानी। घरमा ताजा हावा आउने र दूषित हावा बाहिर जाने व्यवस्था हुनु पर्यो। प्रत्येक कोठाहरूमा कम्तीमा 2वटा झ्याल हुनु पर्यो। त्यसै गरी नम्बर 2 मा रहेको छ पर्याप्त प्रकाश। घरमा प्राकृतिक घामको प्रकाश आउने हुनु पर्यो, जसले गर्दा चाहिँ कोठाहरूमा भएका रोगाणुहरूलाई कम गर्छ। नम्बर 3 मा रहेको छ सरसफाइ। घर वरिपरिको वातावरण सफा हुनु पर्यो। फोहोरहरूलाई चाहिँ कुहिने र नकुहिने गरी छुट्याएर राख्नु पर्यो। नम्बर 4 मा छ सुरक्षित पानी। सफा पिउने पानीको व्यवस्था हुनु पर्यो। नम्बर 5 मा छ शौचालयको व्यवस्था। घरमा स्वच्छ शौचालयको व्यवस्था हुनु पर्यो। खुल्ला ठाउँमा दिसा पिसाबहरू गर्नु भएन। नम्बर 6 मा छ किरा नियन्त्रण। मच्छर झिङ्गा जस्ता रोग फैलाउने किराहरूलाई नियन्त्रण गर्नु पर्यो, जसका लागि चाहिँ विभिन्न प्रकारका उपायहरू अपनाउन सकिन्छ। जस्तै झ्यालहरूमा जालीको प्रयोग गर्ने, सुत्दाखेरि झुलको प्रयोग गर्ने अनि वातावरण सरसफाइको कुराहरूमा ध्यान दिने। नम्बर 7 मा छ स्थान। आवास चाहिँ कस्तो स्थानमा हुनु पर्यो भन्दाखेरि दलदल, फोहोर, नाला, उद्योग, धुवा, दुर्गन्धबाट टाढा हुनु पर्यो। धन्यवाद डाक्टर साहब। अनि हजुरहरूले फोहोर व्यवस्थापनको बारेमा सुन्नुभएको छ कि छैन नि? सुनेको त छ डाक्टर साहब, तर थाहा चाहिँ छैन। ए उसो भएमा उचित फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा बताउँछु है त।
रातो डस्टबिन, रातो भाँडो अर्थात् रातो डस्टबिनमा चाहिँ प्लास्टिकका चक्कु, सिरिन्ज, युज भएको आइभी ट्युब्स, ग्लोभ्सहरू राखिन्छ। पहेँलो डस्टबिनमा चाहिँ रगत लागेको पट्टी, कपाल, सङ्क्रमण फैलाउन सक्ने प्रयोग भएका उपकरणहरू राखिन्छ भने हरियो डस्टबिनमा चाहिँ कुहिने खाना फोहोर, अन्य सामान्य फोहोर, अन्य जैविक फोहोर, सागसब्जीको बोक्रा, फलफुलका बोक्रा जस्ता कुहिने फोहोरहरू राखिन्छ। र निलो डस्टबिनमा चाहिँ औषधिका भाँडा, भाँचिएको काँच, सिसाहरू राख्न सकिन्छ। यो चाहिँ मेनली अस्पतालमा प्रयोग हुन्छ भने हरियो र निलो डस्टबिन चाहिँ घरमा प्रयोग गर्न सकिन्छ। गाउँघरमा चाहिँ कुहिने नकुहिने र सिसाजन्य फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गर्न सकिन्छ। यसरी फोहोर व्यवस्थापन गरियो भने वातावरण पनि राम्रो हुन्छ। हुन्छ डाक्टर साहब, अबदेखि हामीले यस्तै छुट्टै फोहोर छुट्याउँछौँ। हस् त नि, अब हामी लाग्छौँ है त। हाम्रो स्वास्थ्य सरसफाइ हो सम्पत्ति, सरसफाइ हो